हेलो एभ्रिवान। आज म चाहिँ छुट्टै प्रसङ्ग लिएर आएको छु। यो यत्रो ब्यागहरू देखेर के गर्न आँटेछ भनेर सोच्नु भएको होला। म चाहिँ सानो सर्ट ट्रिपमा नेपाल बाहिर जान आँटेको छु। मेरो एउटा कन्फरेन्स एटेन्ड गर्न छ। कहाँनिर जान आँटेको भनेर म अहिले रिभिल गर्दिनँ, त्यसको लागि चाहिँ मेरो छुट्टै भिडियो आउनेछ। आज मैले चाहिँ बाहिर जाने क्रममा चाहिँ के कुरा चाहिँ मैले बोकेको छु भन्ने कुरा चाहिँ तपाईँहरूलाई एक गर्दै म देखाउन गइरहेको छु। सुरुमा चाहिँ मसँग अहिले जाँदाखेरि मसँग हुने सामान भनेको मेरो एउटा ब्याग जुन चाहिँ म ह्यान्ड क्यारीको रूपमा युज गर्छु, एउटा मेरो लगेज छ। त्यसपछि मसँग एउटा यो ड्रइङ बक्समा कन्फरेन्सको लागि चाहिने मटेरियल छ। यसपछि चाहिँ म तपाईँहरूलाई यो ब्यागबाट सुरु गर्न चाहन्छु। म ब्यागमा के छ भनेर है त देख्छ ब्याग। ल सबसे सुरुमा म यो ब्यागबाट चाहिँ सुरु गर्न चाहेँ। यसमा चाहिँ सबसे सुरुमा इम्पोर्टेन्ट भनेको डकुमेन्ट्स हुन्छ। डकुमेन्ट्समा चाहिँ तपाईँले सुरुमा तपाईँको पासपोर्ट हुने भइहाल्यो। पासपोर्ट र तपाईँलाई चाहिने जुन पैसा हुन्छ त्यो पैसाहरू लिनु पऱ्यो। मैले चाहिँ दुईवटा करेन्सीमा चेन्ज गरेको छु। एउटा चाहिँ मैले US डलरमा चेन्ज गरेको छु जुन चाहिँ इन्टरनेसनल्ली जहाँ पनि युज गर्न सजिलो हुन्छ, र अर्को चाहिँ मैले जहाँ जान आँटेको मैले त्यहीँनिरको चाहिँ करेन्सी मैले एक्सचेन्ज गरेको छु। यो चाहिँ मलाई सोल्ली त्यहाँनिर चलाउन सजिलो हुन्छ। म जान आँटेको ठाउँमा चाहिँ क्यासहरू नै बेसी युज हुने भएको कारणले गर्दाखेरि चाहिँ मैले क्यासहरू पनि एक्सचेन्ज गरेको छु। यो चाहिँ मेरो जहाँ जान आँटेको त्यहाँको करेन्सी भयो भने यो चाहिँ मेरो इन्टरनेसनली युज गर्नको लागि चाहिँ डलर्स भयो। अब हामीले चाहिँ एकचोटिमा मैले बुझेअनुसारले 2500 USD चाहिँ लान मिल्ने रहेछ। त्यसको लागि चाहिँ धेरैवटा अप्सन छ। एउटा भनेको चाहिँ क्यासको रूपमा पनि लान सक्नुभयो। अर्को भनेको चाहिँ तपाईँले ट्राभल कार्ड भन्ने पनि बनाउन सक्नुहुन्छ, जसमा चाहिँ तपाईँले एउटा ATM कार्ड जस्तो हुन्छ। 4 देखि 5 दिन जस्तोमा चाहिँ लाग्दो रहेछ बनाउनलाई। अनि त्यसमा चाहिँ तपाईँले पैसा लोड गर्नुहुन्छ USD-मा, र इन्टरनेसनली जहाँनिर जाँदा पनि त्यो कार्ड युज हुनसक्छ। तर म जाने ठाउँमा चाहिँ क्यास नै बेसी युज हुने भएको कारणले मैले क्यास नै गरेको छु, र थोरै USD पनि राखेको छु मैले। अनि तपाईँको पासपोर्ट, जहाँनिर भिजा लागेको पासपोर्ट बाहेक चाहिँ तपाईँले एउटा आइटिनेरी हुन्छ जुन चाहिँ तपाईँको कहाँदेखि कहाँ तपाईँ जानुहुन्छ, ट्रान्जिट कहाँ हो भनेर सबै लेखेको छ, र यसमा कति पैसा बोकेर जानुभएको छ भन्ने पनि स्ट्याम्प लागेको हुन्छ। त्यो बाहेक अरू भनेको तपाईँको अब त्यस पछाडि भाउचरहरूको तपाईँको रिसिप्टहरूको प्रिन्ट गरेर लानुपर्छ। तपाईँले पछि कन्फरेन्स सकेपछि रिडिम गर्नलाई सजिलो हुन्छ। त्यो बाहेक तपाईँको भनेको एउटा आइटिनेरीको प्रिन्ट भयो। त्यस पछाडि मैले चाहिँ दबाईहरू, म अलिक एलर्जिक कन्डिसन मसँग भएको कारणले मैले बोकेको दबाईको पनि मैले लिस्ट बनाएको छु। बिचमा मलाई कसैले रोकेर के कारणले दबाई बोकेको भनेर माग्नुभयो भने चाहिँ म यो देखाएर म सेफ हुन्छु भनेर गरेको। त्यसपछि मेरो होटल कन्फर्मेसनको मैले पैसा तिरेको, यहीँबाट होटल बुक गरेको चाहिँ रिसिप्ट हो यो। अनि मलाई चाहिँ ग्रान्ड प्रोभाइड गरेको चाहिँ जिमेलको यो फोटोकपी हो। त्यस पछाडि मलाई चाहिँ उहाँबाट बोलाउनु हुने एकजना उहाँको रेजिडेन्ट जुन चाहिँ उहाँको प्रोफेसर हुनुहुन्छ, उहाँले लेटर अफ इन्भिटेसनको चाहिँ यो मैले प्रिन्ट गरेको छु। अनि त्यो लगायत अरू डिफ्रेन्ट डकुमेन्टेसनहरू छ। यति डकुमेन्टेसनहरू चाहिँ इम्पोर्टेन्ट हुन्छ। यसलाई चाहिँ मैले छुट्याएर एउटा छुट्टै ठाउँमा राखेको छु, जसले गर्दाखेरि चाहिँ मलाई एयरपोर्टहरूमा सजिलो हुन्छ। यो बाहेक चाहिँ तपाईँले एउटा नेसनल तपाईँको नेपाली चाहिँ एउटा कार्ड बोक्नु भयो भने नेपालको एयरपोर्टमा चाहिँ तपाईँलाई भेरिफाई गर्नलाई कुनै बेला माग्न सक्छ भनेर मात्र हो, नभए यो खासै इम्पोर्टेन्ट हुँदैन। नेपालकै एयरपोर्टमा चाहिँ कुनै बेला माग्न सक्छ। यति भइसकेपछि यो बाहेक अरू भनेको चाहिँ मसँग एउटा आइप्याड छ एउटा। अनि त्यस पछाडि त्यहाँनिर गएपछि चाहिँ कुनै बेला रातितिर अथवा कतिखेर तपाईँलाई भोक लाग्यो भने चाहिँ मैले अलिकति चक्लेट अनि चाउचाउ अनि डार्क फ्यान्टासी बिस्किटहरू, कुकिजहरू बोकेको छु। यसले गर्दाखेरि चाहिँ बिचमा चाहिँ होटेलहरूमा बस्दाखेरि तपाईँलाई भोक लागेको बेला कुदिएर राख्नु नपरोस् भनेर चाहिँ मैले यो राखेको। अनि यो बाहेक चाहिँ फ्लाइटको बेलामा लामो फ्लाइट भएको कारणले गर्दाखेरि मैले एउटा बुक चाहिँ पढ्नको लागि पनि राखेको छु। यो बुक चाहिँ
द बुक थिप भन्ने छ हैन, द बेस्ट इन्टरनेसनल बेस्ट सेलर रहेछ। कस्तो रहेछ भनेर म तपाईँहरूलाई पछि भन्नेछु। यो बाहेक भनेको मसँग चस्मा छ 2टा, अनि त्यस पछाडि यसमा चाहिँ मैले चार्जरहरू राखेको छु, चार्जर छ। र यसमा सबसे इम्पोर्टेन्ट कुरा तपाईँहरूलाई देखाउन लागेको चाहिँ यो ट्राभल एडाप्टर हो। यो चाहिँ यसको इम्पोर्टेन्स कहाँ हुन्छ भन्दाखेरि हाम्रो नेपालको जस्तो जुन सकेट छ त्यो चाहिँ बाहिरतिर नहुने भएको कारणले गर्दाखेरि तपाईँहरू अरू देशतिर जानुभयो भने पनि यो देश अनुसारले, जस्तै युरोपको लागि चाहिँ यो भयो, त्यस पछाडि तपाईँहरू युकेहरू जानुभयो भने चाहिँ यो यस्तो खालको पटहरू काम गर्ने भयो, र तपाईँ युएसहरू जानुभयो भने चाहिँ यो पटहरू हुन्छ, एकदमै हेल्पफुल हुन्छ। यो लिनु भएपछि चाहिँ तपाईँले यसमा जुन पनि आफ्नो तपाईँको एडाप्टरहरू कनेक्ट गर्न सक्नुहुन्छ। यो चाहिँ एकदमै हेल्पफुल हुन्छ, ट्राभल एडाप्टर। यो बाइक चाहिँ मसँग दबाईहरू छन्। दबाईमा एलर्जिक भएको कारणले गर्दाखेरि साइनेक्स छ, लेभोसेट्रिजिन, र कुनै बेला चाहिँ डाइरियाहरू भइहाल्यो भने सेकिनिराजोल र ओआरएस पनि बोकेको छु मैले। यो बाइक चाहिँ अरू भनेको मसँग ट्राइबड छ। यसले गर्दाखेरि चाहिँ म तपाईँहरूलाई देखाउनलाई इन्टरटेनिङ भिडियोजहरू म क्लिक गर्नको लागि चाहिँ हेल्पफुल होस् भनेर मैले ट्राइबड पनि बोकेको छु। अनि मसँग अर्को भनेको पावर ब्याङ्क छ है, बिचमा डिस्चार्ज हुनसक्छ तपाईँको मोबाइल अथवा ग्याजेट्सहरू, त्यसमा चाहिँ तपाईँले फेरि चार्ज गर्नलाई एउटा पावर ब्याङ्क पनि एसेन्सियल हुन्छ। र त्यो बाइक भनेको मसँग अम्ब्रेला पनि छ। मैले जान आँटेको ठाउँमा चाहिँ अहिले स्प्रिङ सिजन भएको कारणले गर्दाखेरि कुनै बेला पनि मैले अस्ति हेर्दाखेरि पानी परिरहेको थियो, पानी पर्छ कि भनेर अगाडि नै सेफ्टी मेजर्सहरू लिनको लागि चाहिँ मैले एउटा अम्ब्रेला पनि राखेको छु। अनि त्यसपछि पेन अनि कन्फरेन्सहरूमा कुनै बेला केही नोटहरू गर्नु पर्यो भने एउटा सानो नोटप्याड पनि छ। अनि त्यो बाइक चाहिँ मसँग मास्क पनि छ। मास्क चाहिँ तपाईँहरूले डेली युजको लागि मैले प्याक गरेको, डेली युज गर्नको लागि। यतिमा चाहिँ मेरो यो ब्यागको कन्टेन्टहरू यति नै सकिन्छ। यो बाइक चाहिँ बाहिरपट्टि भनेको मसँग म जहिले पनि ह्यान्डवासहरू बोकेर हिँड्छु, त्यही भएर यसमा अहिले पनि यसमै रहेछ। मैले यसको लागि यो ट्राभलको लागि भनेर एक्स्ट्रा हालेको त होइन, यसमा ह्यान्डवास छ। र अरू भनेको चाहिँ मेरो टुथब्रस र टुथपेस्ट छ। जान आँटेको ठाउँमा त्यहाँनिर चाहिँ अब बडी स्याम्पू अनि हेयर स्याम्पूहरू चाहिँ छुट्टै प्रोभाइड हुन्छ, टवेलहरू अनि टुथब्रस पनि छुट्टै प्रोभाइड हुने व्यवस्था लेखेको थियो होइन। तर इनकेस केही त्यस्तो भएन भने चाहिँ पछि दोकान कुदिराख्नुपर्छ भनेर चाहिँ मैले टुथब्रस र टुथपेस्ट चाहिँ राखेको छु। अरू स्याम्पू अनि त्यसपछि बडी वासहरू, हेयर वासहरूको लागि चाहिँ म त्यहीँबाट चाहिँ एक्सपेक्ट गर्छु। यतिमा चाहिँ यो ब्यागको कन्टेन्ट चाहिँ यति नैमा सकिन्छ। अब त्यसपछि अर्को ब्यागतिर लाग्छौँ हामी। ओके, मुभिङ अन। अब यो ब्याग सकिसकेपछि चाहिँ मेरो सुटकेसलाई म खोलेर मैले के लगेको छु भनेर देखाउँछु। यो चाहिँ म लास्टमा देखाउँछु, किनभने यो लास्टमा कन्फरेन्सको सबसे इम्पोर्टेन्ट यसकै लागि गएको, यो लास्टमा देखाउँछु। यो चाहिँ तपाईँको नेक पिलो, लामो फ्लाइट भएको कारणले कुनै बेला तपाईँको नेकको मसलहरू स्पाजमहरू हुनसक्छ, त्यसै कारणले तपाईँलाई यो चाहिँ एउटा नेक सपोर्टको लागि युज गर्न सकिन्छ। त्यो बाइक चाहिँ अब म यो सुटकेसलाई लगाइरहेको छु। यो चाहिँ मेरो 30 केजीको सुटकेस हो। यसमा चाहिँ मेरो सामान मजाले अटेको छ। अब म अहिले गइरहेको ठाउँमा चाहिँ टेम्परेचर चाहिँ अलिक लोवर साइडतिरै छ, भनेको अलमोस्ट 7 to 12 डिग्रीको बिचमा चाहिँ बफर गरेर बसेको कारणले गर्दाखेरि मैले चाहिँ धेरै जस्तो वार्म क्लोथ्सहरूलाई चाहिँ प्रिफर गरेको छु। तर म जुन ठाउँमा ट्रान्जिट हुनेवाला छ त्यो चाहिँ फेरि अहिले टेम्परेचर 20+, 25+ भएको कारणले गर्दाखेरि थोरै समरको लुगाहरू पनि छ मसँग। यसमा चाहिँ सबसे सुरुमा यो चाहिँ स्लिपर छ मसँग। अघि नै भने मैले म जाने ठाउँमा चाहिँ पानी परिरहेको हुँदाखेरि र म जाने ठाउँमा चाहिँ इभन रेस्टुरेन्टमा जाँदाखेरि पनि चप्पल खोल्ने कल्चर, आई मिन जुत्ताहरू खोल्ने कल्चर भएको कारणले गर्दाखेरि मैले चप्पलहरू युज गरेँ भने चाहिँ मलाई खोलिराख्नुपर्ने झन्झट नहुने, अथवा तपाईँले स्लिपन खालको जुत्ता युज गर्नु भने एकदमै सजिलो हुने भएको कारणले गर्दाखेरि चाहिँ मैले एउटा चप्पल फर रेन र त्यहाँको कल्चरल पर्सपेक्टिभबाट चाहिँ मैले यो लिएको छु। र विभिन्न मन्दिरहरू पनि बेसी भएको कारणले गर्दाखेरि त्यहाँनिर पनि गइराख्दाखेरि चाहिँ
खोलिराख्नु पर्ने कारणले पनि यो एउटा सुइटेबल अप्सन हुनसक्छ। त्यो बाहेक यो जुजुको टी सर्ट छ एउटा, अनि त्यसपछि एउटा नेपाली ढाका टोपी छ। यो चाहिँ मैले त्यहाँको अघि मैले कुरा गरेको जुन रेजिडेन्ट हुनुहुन्छ न्युरोलोजीको प्रोफेसर, उहाँले मलाई चाहिँ इन्भाइट गर्नुभएको, त्यही भएर उहाँलाई चाहिँ एज अ कर्टेसी मैले नेपालको एउटा चिनोको रूपमा चाहिँ मैले यो गिफ्ट लगिरहेको छु। एउटा टोपी छ, त्यसपछि एउटा सिम्पल टी सर्ट लगिदिन आँटेको। त्यो बाहेक चाहिँ अब मसँग फर्मल लुगाहरू छ। यो मसँग टिस्यु पेपर छ, टिस्यु पेपर तपाईँलाई हेल्पफुल हुनसक्छ। फर्मल सुजहरू छ मसँग, त्यहाँ गएर कन्फरेन्स एटेन्ड गर्दाखेरि लगाउने फर्मल सुज छ, फर्मल क्लोथ्सहरू छ। अनि त्यस पछाडि चेन्ज गर्नुपर्ने लुगाहरू छ। त्यो बाहेक भनेको यसमा चाहिँ मेरो स्किन केयरको प्रडक्टहरू छ, जसमा चाहिँ धेरै बेसिक नै युज गर्छु म। फेस वासदेखि लिएर सनस्क्रिन, अनि त्यसपछि मोइस्चराइजर, अनि त्यसपछि बडी स्प्रेहरू, अन्डरआर्म रोल अनदेखि लिएर त्यस्तो सामान्य कुराहरू मात्र छ। अनि त्यस पछाडि चाहिँ यो चाहिँ अघि मैले भनेको खानेकुरा, त्यो चाहिँ मेन कुरा के छ भन्दाखेरि यहाँ पनि खानेकुरा छ, ब्यागमा पनि खानेकुरा छ। किन भन्दाखेरि तपाईँ जब ट्रान्जिटमा तपाईँको लेओभर जहाँनिर हुन्छ, मेरो लेओभर चाहिँ 18 आवर्सको लेओभर छ। त्यो लेओभरमा के हुन्छ भन्दाखेरि तपाईँको सुटकेस चाहिँ तपाईँसँग हुँदैन, नभएपछि तपाईँले यति खानेकुरादेखि लिएर चेन्जिङ कुराहरू तपाईँले सुटकेसमा मात्र राख्नुभयो भने चाहिँ के हुन्छ भन्दाखेरि तपाईँसँग सामान नभएको कारणले तपाईँले त्यो युज गर्न पाउनुहुन्न। त्यही भएर मैले खानेकुराहरू धेरै जस्तो चाहिँ सुटकेसमा राखेको छु, तर थोरै ट्रान्जिटमा खान मिल्ने खालको चाहिँ मैले मेरो ह्यान्ड क्यारीमा राखेको छु। यसमा चाहिँ मैले 2-3वटा चेन्ज गर्न मिल्ने टी सर्ट, इनर गार्मेन्ट्सहरू, सक्स भयो, अनि त्यस पछाडि खानेकुरा पनि थोरै यसमा राखेको छु, तर धेरै जस्तो चाहिँ मेरो यही सुटकेस नै रहन्छ। त्यो बाहेक तपाईँहरूले त्यहाँ गएपछि चाहिँ नुहाइधुवाइ गरिसकेपछि चेन्ज गर्ने लुगाहरू, त्यहाँ गएर लुगा धोएर अनि फेरि सुकाएर लाउने कुरा हुँदैन। त्यही भएर चाहिँ 3-4 जोडी, 5 जोडी, 6 जोडी चाहिँ इनर गार्मेन्ट्स र सक्सहरू पनि मजाले 4-5 जोडी नै लानुभयो भने तपाईँहरूलाई चेन्ज गर्दै युज गर्न सजिलो हुन्छ। र टावेलहरू चाहिँ तपाईँहरूले ठुलो खालको क्लासिक मोटो बाक्लो युज गर्नुभन्दा पनि कटनको टावेलहरू युज गर्नुभयो, लानुभयो भने तपाईँको ब्यागमा चाहिँ ठाउँ पनि कम ओगट्ने भयो र तपाईँहरू र त्यो इजिली चाहिँ बोक्न पनि सजिलो हुन्छ। त्यो बाहेक अरू टाईहरू छ मसँग, ज्याकेटहरू छ चेन्ज गर्नलाई। यतिमै चाहिँ यो सुटकेसको कन्टेन्ट पनि सकिन्छ। अब लास्टमा भनेको चाहिँ यो आर्ट बक्समा चाहिँ मैले जुन मेरो कन्फरेन्समा प्रेजेन्ट गर्नुपर्ने कुरा छ, त्यो चाहिँ मेरो एउटा मेटा एनालाइसिस हो। त्यो मेटा एनालाइसिस चाहिँ मैले फ्लेक्समा प्रिन्ट गरेको छु, र यो फ्लेक्समा चाहिँ त्यहाँको साइज स्ट्यान्डर्ड साइज चाहिँ 900 mm × 2100 mm को साइज बनाउनु भनेको छ। त्यो फ्रेममा अट्ने गरी मैले त्यही अनुसारको साइज बनाएर चाहिँ फ्लेक्स प्रिन्ट गरेर ल्याएको छु। र त्यो फ्लेक्स चाहिँ अब तपाईँको ट्राभलको बेलामा कुच्चिन सक्छ, बिग्रिन सक्छ भनेर चाहिँ मैले सेफ्टीको लागि यो ड्रइङ बक्स किनेको छु। र यो ड्रइङ बक्स किनेर चाहिँ यसमा हाल्नुभयो भने तपाईँले बिचमा बिग्रिने डर रहँदैन। मेरो यति नै छ मेरो ट्राभलको कन्टेन्ट। यति भन्दै म यो भिडियोबाट बिदा हुन चाहन्छु। र अब आगामी भिडियोमा चाहिँ म जाने ठाउँहरूमा चाहिँ के कस्तो एक्सपिरियन्स भयो र त्यहाँको ठाउँहरू चाहिँ तपाईँहरूलाई सेयर गर्नलाई भिडियोहरू खिचेर फेरि आउने नै छु। त्यतिखेरसम्मको लागि थ्याङ्क यू, बाई बाई।